Part 2. यताबाट घुमेर गरौँ माग्नी के सानो हस् हस् भन फुल हेर्नु त्यो टिपेर चढाएर नमस्कार गरेको है त सानो नमस्कार गर अब मलाई ठुलो मान्छे बनाइदिनुस् भन सानो के गरेको यता हेर के गरेको भन्थ्यौ भन न मुखले पेट दुखेर एक्लै बस्ने भएको अवस्था सबजना निरीक्षण गर्दै हुनुहुन्छ यहाँ खोलाको हाम्रो सानोलाई चाहिँ पूजा गर्दैमा आत्तुरी छ कति पूजा गरेको है सानो कति धेरै भगवान है न्याउ न्याउ सानो न्याउ ज्या घुमी घुमी कता जाने सानो अब सानोले दिदीहरूसँग बल मागेर खेल्न लागिन् फुटबल खेल्ने हो गोल भन्देऊ गोल दिदीलाई घाँदेऊ न दिदीलाई फा गरिदेऊ लच है दिदीलाई देऊ आमा केही भएको छैन सानो लडेको हो केही भएन है हाम्रो सानोलाई धन्दाले बलले बचायो बची गएर सानो अब सानो सानो यता हेर त यता हेर न मम्मीलाई यता हेर त लडेको हो धन्दै बाबाले गाली गर्नु भएन है सानोलाई केही भएन है हामी कहाँको सानो भन्थ्यौ हामी घुमी घुमी पूजा गर्नु भन र कहाँको छैन ए मम्मी यहाँ टाउकोमा नानु है सानो हामी कहाँको भन्थ्यौ धुमी धुमी उल्टो भयो नि त चप्पल उल्टो भयो चप्पल अब के खान्छ भन्थ्यौ के खाने सानो पहिला रमाइलो भएको छ खै तिम्रो निनी ला निनी जानु भयो हेर त के खाने भन्थ्यौ निनीलाई निनी मलाई के किनिदिनुहोस् भन त आइसक्रिम किनिदिनुहोस् भन त भन त मैदान त्यो राइन्डरको घर
हाम्रो सानोले अब फोटो खिचिदिने सबैको चिज खिच्यौ सानो यता हेर न चिज गर्नुहोस् भन्देऊ पाजुको फोटो खिचिदिएको हो सानोले राम्रो आछ मम्माको खिचिदेऊ म सानोको खिचिदिन्छु मम्माको खिचिदेऊ हस् चिज अब कसको निनीको नि खिचिदेऊ निनीको ए दादाहरूको खिचिदेऊ दादाहरूको खिचिदेऊ चिज गर्नुहोस् भन न अब जानु हुन्न अघि जस्तै घुम्न हुन्छ त्यो अफ गर्दा उता त्यसको भिडियो चलिरहेछ भिडियो चलिसक्यो फोटो खिच्ने ए ल दादाहरू फुटबल हेरेको फोटो खिचेको यहाँ बाबाहरूको फोटो खिच्देऊ न यता बाबा भन ल दिदीको फोटो खिच्देऊ टोपी लगाइदिने हुन्न सानो देऊ बल लच है सानो लच भाइ भन न कता जाने हो भन्देऊ न बहिनी भाइ हो रे सानो भाइ हो रे बाई गरिदेऊ फुल टिप्नु हुन्न नि सानो वाउ भाइ भन न उसलाई नि फुल चाहियो वाउ वाउ तिमीदेऊ वाउ छाटाछाट गरेको है पुग्यो माया गरिदेऊ बाई गरिदेऊ सानो बाई भन न अब हामी फर्किन लाग्यो साँझ परिसक्यो सानो आऊ छिटो जानी आची भनेर रोकियो हो कि गरिसक्यो नि आची आइसक्यो भने गन्थन त्यहाँ दिदीभाइको हाम्रो रिसा मान्छे एक नम्बरको होइन त दिदी चाहिँ हाँस्ने काठमाडौँ कुकुर यता सुतिरा हुन्छ रहेछ जतिखेर नि हाम्रो ट्रिप आजको सकियो
होइन त बिनाजु हजुर हजुर